आजको प्रतियोगिता चाहिँ हाम्रो सुरुको प्रतियोगितामा भाग लिँदै हुनुहुन्छ पासाङ लामाज्यू, दोस्रो प्रतियोगितामा भाग लिँदै हुनुहुन्छ हाम्रो सिर्जना थापाज्यू। प्रतियोगी यस। त्यसपछि यहाँ सुरु भइसकेको छ। खेलको नाम चाहिँ के हो मलाई पनि थाहा छैन, बिर्सेँ। गट्टी। खेलको नाम गट्टी। बुढा भर्सेस बुढी, कसले जित्ला त? कोस बुढीले जित्छ भने। तर खेलेरै बुढो भइसके। छोरो उता रिसाएर बम छ। बुट लाउँदैछौ पनि। ए हामीले यस्तो बच्चा बेलामा धेरै खेल्यौँ, तपाईँहरूले खेल्नु भयो कि भएन? कमेन्ट अन बिलो। उहाँ अर्को एउटा फेरि फुटसल खेल्न जानु लाग्यो। अब बल हान्ने खुट्टाले, बल बल यस्तो छ पारा। आम्मा सानो मान्छे ठुलो जुत्ता। फुल ल्याएर फुलै फुलको बगै लड्ला है कान्छा। कागलाई त्यो कहाँ ठिक हुन्छ त नि? बस चारवटा एकैचोटि सक्दैन दाइ। ल च्यालेन्जै दिएँ मैले नि। ढुङ्गा माथि ठोकेला नि दाइ। फुलै फुलको बगैँचामा मेरी माया। बस सकियो क्या? भाउजूलाई दिनु न एकचोटि, भाउजूले पनि सक्नुहुन्छ अनि भिडियो हाल्ने भनेको छ। उसलाई फेरि भुत चढिसक्यो। उता ऊ खुट्टा फर्किनु। के हो सर? दुईमा आउट नहुनु नि फेरि। लगाऊ त्यो लगाऊ। तीनटा राख्छ यार। त्यही भनेर त यसको सब कुन झिम्की यो गरेर हैन? त्यो झिम्की अगाडि गर्नु अनि पछाडि गर्नु हुन्छ। उयो आमामा टिप्दै फाल्किदियो चाहिँ उडीले ल कडा। अब के गरेछ? अब यो पकाएर के गरे? अब काकु भन। जोर दिला चाहिँ डेन्जर लगाएर चाहिँ उडीले क्या एक गरेर यहाँ भिडियो रेकर्ड छ है। अहिले स्लो मोसनमा हेर्नु मिल्छ नि। यसरी गर्दैन हुन्छ यस्तो से के रे मिडल फिंगरलाई यहाँ राखेर यो भन्छ हो यसो सपोर्ट हुन्छ ल। उसको फेरि छुट्टै दुनिया छ। भुइँमै छुन्छ कि काकु भन। भुइँमै छुन्छ कि टिप्नुपर्छ ल पर्छ। उ तिम्रो सके एउटा गयो। जस बुढीले राम्रै खेल्दो रहेछ थाहा पाएँ। तर दावेदारमा हुनुहुन्न। बुढो त कहाँ सक्छ? दावेदारमा चाहिँ म मात्र है, मैले जितेको है मेरो दाइलाई। हजुर। अब ऊ पनि खेल्नुपर्छ एक दिन दाइ। रबरले यस्तरी थुक टक्क हालेर हालिदिन्छ नि। रबर छ त होइन? त्यो भिडियो चाहिँ हाम्रो नेक्स्ट भ्लगमा आउँछ। छोटो मिठो पुरानो दिन ताजा भयो आज। ल खेल त तिमी पनि एकचोटि खेलेर देखाइदियो। यो खेलेर देखाइदियो एकचोटि। उसलाई जुत्तै मन परेछ आज। ल भयो भने त सक्यो भने त गेम। सक्यो भने त गेम।